अब हामी जाँदैछौँ हाबकिचो को पछाडि प्राय प्रोग्राम चाहिँ यो ठाउँमा हुन्थ्यो हैन आज चाहिँ अलिकति अगाडि सारेको रहेछ ल slowly despacito हजुर खै त्यो ड्रागनले उता गयो फर्केको रहेछ गेस्ट अहिले यस्तो भिडभाडमा कहाँ गेस्ट बोलाउने सबै एनिमीको संसार छ क्या हेर न कस्तो एनिमी खोइ थाहा छैन यहाँको बुढादेखि भर्खर यङ सबै ठाउँमा क्रेजी त्यो ट्रेनमा पनि यसो मोबाइल चलाएको हुन्छ नि एनिमी नै हेरेर हुन्छ क्या खै त्यसको फेरि कन्डिसन फेरि अब यहाँ 80 रुपियाँमा भनेको छ 6 बजीसम्म हो 88 यो भनेको छ तर तिमीले यसको एउटा उलिनु पर्ने हुन्छ क्या गेउजा अथवा लाइक लैजाऊ न एक सर्ट पुरै भाषा जाने ठिकै छ भाषा नजाने मान्छेलाई समस्या हुन्छ यो बोर्डमा लेखेको कुरा सबै विश्वासै छ्याप्पै ट्रम्प एन्ड कन्डिसन अप्लाई भन्छ नि त्यही छ क्या तर फेरि कुनै राम्रो पनि हुन्छ चिन्न पर्यो फेरि होइन तोरी किजाको भन्नेमा फेरि खासै महँगो छैन नि त्यहाँ तिम्रो जोगाइ पनि फरक पर्दैन त्यहाँ प्रायः त्यस्तो हुन्छ तर यो खाबीकिचो एरियामा चाहिँ अलिकति जोगिनै पर्छ क्या सी फुडहरू यहाँ पाउँछ राम्रै यो सबै सी फुडको लागि चाहिँ भनेर देखाएको छ अगाडि खानेकुरा चाहिँ यो यसरी सोझाएर राखेको हुन्छ 990 मा सालमन रो होइन यो चाहिँ खराके हो जस्तो छ यो सालमनको हो क्या ठिकै छ हेर्दै जानु अब यहाँ देखाइ जस्तै केलाई हो होइन नि त एक हान्दैन के हुन्छ टेस्ट गर्न फर्क्यो नि त डिके क्या होइन डिकेको भन्दा नि यहाँ टेस्ट गर्नु बोल्न न यो आएको के अरे ओके यो ठुलो ग्लास हो कि सानो ग्लास हो कन्डिसन छ त फेरि One people, one drink, and one food. One food? Yes. And how much it cost? One food? Wow. Sorry? English menu. Okay, thank you. Oh, your English is good. No, I don't speak English. You are from Taiwan? No. Korea? No. Okay. Chinese. Chinese? I'm from Okay. China. China, made in China. Yes. And sorry, and we have table charge one person, table charge 400. Seki. I know. Seki. Mata kondo. Hai, arigatou gozaimasu. भाइ माता कन्द अलि पछि आउँला के नि हाउ मित्र राष्ट्रको परेछ हैन देख्न सक्नुहुन्छ 220 मा एक ग्लास ब्रियर भनेर लेखेको थियो त्यो देखेर ल त नि एक ग्लास खाम न त भन्ने प्लान गर्यौं हामीले तर त्यसको टर्म एन्ड कन्डिसन के रहेछ भन्दा भित्र एकवटा खाना खानै पर्ने मिनिमम एउटा खानाको 600 देखि 800 रुपैयाँ भित्र पर्दछ हैन दुई जना भएपछि 800 रुपैयाँको खाना खानु पर्यो 800 1600 खानु पर्यो अनि बसेको टेबल चार्ज चाहिँ तिम्रो लाग्ने रहेछ 400 रुपैयाँ यो लुट भन्ने चाहिँ यो तपाई पर्यटकहरु तपाईहरु आउनु भयो यहाँ भने राम्रोसँग नबुझेर नछिर्नु होला किन
सेकी चार्ज भन्छ यो भन्छ तपाईँको तपाईँले सोचेको भन्दा धेरै महँगो पर्छ अथवा ट्याक्स इन्क्लुडेड छ कि छैन त्यो पनि हामीलाई थाहा छैन बाहिरबाट हेर्दा मात्र त्यो हामीले जादु देखाए जस्तो हो कि हामीलाई छल मात्र भित्र गएपछि त अनि यो प्राय ठाउँमा त्यो हुन्छ अलिक प्रष्ट बुझेर जानुभयो भने दुःख पर्दैन एक त भाषाको समस्याले बुझ्न सकिँदैन होइन यो सिन्जीको साइडमा त प्राय इङ्ग्लिस बोल्नेहरू पनि हुन्छन् राम्रोसँग प्रपर तरिकाले डाइरेक्ट गरेर बस्न भन्दा प्रपर तरिकाले बुझेर मात्रै बस्दा बेटर हुन्छ अदरवाइज तपाईँले 1000 रुपियाँ खर्च गर्छ भने जाँदाखेरि त्यहाँ 5000 10,000 खर्च भइसक्यो हुन्छ आफूले एस्टिमेट गरेको भन्दा धेरै डबलले पनि हुँदैन कहाँ डबलले तिमी अहिले सुन न 220 रुपियाँको बियर खान जाँदै थियौ एक गिलास बियर खाएर फर्किन्छौ भने तिमीले कति खर्च गर्नुपर्ने रहेछ त लगेर 600 रुपियाँको खाना 400 रुपियाँको सेकी अनि त्यही भएर जापानमा जोगिन पर्ने कुराहरू छन् तपाईँले प्रपरली सोध्न सक्नु पर्यो ट्याक्स हो कि होइन ट्याक्स इन्क्लुडेड छ कि छैन अनि त्यसमा के हो बसेको चार्ज लाग्छ कि लाग्दैन सबै चिज सोधिएन भने महँगो मूल्य चुकाउनु पर्ने हुनसक्छ है त